एआई पावर्ड च्याटबट चाहिँ अब प्रायः जसो सबै एप्लिकेसन सबै वेबसाइटमा देख्न पाइन्छ अहिले, किनभने अहिले यो एआई को र यो एलएलएम को यो एडभान्समेन्टले गर्दाखेरि यसलाई एकदमै सजिलो बनाइदिएको छ हैन। सो पहिला एकदम कम्प्लेक्स प्रोसेस हुन्थ्यो कुनै पनि कम्पनीमा यो नलेज बेस्ड च्याटबोर्डहरू बनाउनलाई प्रोग्रामेटिकली लेख्नु पर्थ्यो, वर्कफ्लोहरू हामीले आफैले डिजाइन गर्नु पर्थ्यो, इम्प्लिमेन्ट गर्नु पर्थ्यो, एकदम कम्प्लेक्स र एकदम एक्सपेन्सिभ प्रोसेस थियो। अब यसले सबै कुरा सिम्पल र चिप बनाइदिएको छ है। तर यसको पछाडि चाहिँ कसरी काम गर्छ, यसको आर्किटेक्चर, यसको बिल्डिङ ब्लकहरू के छ त? मेन चाहिने भनेको चाहिँ यसलाई एआई पावर्ड भन्ने बित्तिकै एलएलएम हैन, जस्तै यो ओपन एआई, जेमिनाई भने जस्तो यो एलएलएम चाहिन्छ, यसलाई फाउन्डेसन चाहिन्छ। त्यसपछि यसलाई चाहिने भनेको चाहिँ यो एआई को यो सिमेन्टिक सर्च, यसको चाहिँ सिमिल्यारिटी सर्च चाहिँ यसलाई पोसिबल गराउनको लागि चाहिँ स्पेशल एउटा स्टोरेज डेटाबेसमा चाहिँ हामीले चाहिँ यो हाम्रो नलेज बेस डेटाहरू चाहिँ स्टोर गर्नुपर्छ हैन। त्यसलाई चाहिँ भेक्टर डेटाबेस भनिन्छ। सो यो भेक्टर डेटाबेसमा चाहिँ हाम्रो आफ्नो नलेज बेसको इन्फर्मेसन हुन्छ र हाम्रो नलेज बेसबाट आएको इन्फर्मेसन र एलएलएम फाउन्डेसनबाट आएको इन्फर्मेसनलाई चाहिँ त्यसले पोलिस्ड भर्जनमा हैन, त्यसलाई अगमेन्टेसन भनिन्छ हैन। सो पोलिस्ड भर्जनमा चाहिँ यसले चाहिँ हामीलाई फाइनल रेस्पोन्स आउटकम दिने गर्छ।